के तपाईहरुलाई थाहा छ ओल्डको बेस्ट ट्रेडरहरू डेरिभेटिभ मार्केटमा ट्रेड गर्छन्। तर यो डेरिभेटिभ भनेको के हो, यसका टाइप्स कस्तो हुन्छन् र डेरिभेटिभमा ट्रेड गर्न ठीक छ कि छैन त? आउनुहोस् आजको यस भिडियोमा जानौं यिनै सबै कुराहरूको एन्सर। हेलो साथीहरू, स्वागत छ तपाईलाई आजको नयाँ भिडियोमा। नेपालमा डेरिभेटिभ मार्केट छैन, तर धेरै समयमा सरकारदेखि इन्भेस्टरहरूले डेरिभेटिभ मार्केट ल्याउनुपर्छ भनिरहेका हुन्छन्। अब बुझौं डेरिभेटिभ भनेको के हो। डेरिभेटिभ भनेको एउटा यस्तो कुरा हो जुन अरु कुनै कुराबाट आएको हुन्छ र यो डेरिभेटिभ जेबाट आउँछ त्यसलाई हामी डेरिभेटिभको अन्डरलाइनिङ एसेट्स भन्छौं। सबै डेरिभेटिभको प्राइस त्यसको अन्डरलाइनिङ एसेट्समा डिपेन्ड हुन्छ। यदि अन्डरलाइनिङ एसेट्सको प्राइस बढ्छ भने त्यो डेरिभेटिभको पनि प्राइस बढ्छ र अन्डरलाइन एसेट्सको प्राइस घट्छ भने सो डेरिभेटिभको पनि प्राइस घट्छ। एक्जाम्पलको लागि हामीहरूलाई थाहा छ कि मैदा गहुँबाट आउँछ। त्यसबाट यो भन्न सकिन्छ कि मैदा गहुँको डेरिभेटिभ हो भने गहुँ मैदाको अन्डरलाइनिङ एसेट्स हो। जब गहुँको पैसा बढ्छ यसरी नै मार्केटमा मैदाको प्राइस पनि बढ्छ। स्टक मार्केटमा फाइनान्शियल डेरिभेटिभ हुन्छन् जसको अन्डरलाइनिङ एसेट्स इन्डेक्स, स्टक, करेन्सी र कमोडिटीहरू हुन्छन्। जसरी यिनीहरूको प्राइस चेन्ज हुन्छ त्यसरी नै यिनीहरूमा बेस डेरिभेटिभको पनि प्राइस चेन्ज हुन्छ। अब जानौं डेरिभेटिभको कति टाइप्स हुन्छन्। डेरिभेटिभको मेनली 4 टाइप्स हुन्छन् जसमा फरवार्ड, फ्युचर, अप्सन र स्वाप पर्छन्। यदि तपाई यिनीहरूको बारेमा जान्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला, हामी अर्को भिडियो बनाउने छौं। हामीहरूले एउटा कम्पनीको स्टक नकिनेर डेरिभेटिभ किन्छौं भने त्यसलाई हामी डेरिभेटिभ ट्रेडिङ भन्छौं। एक्जाम्पलको लागि हामीले नबिल बैंकको स्टक नकिनेर त्यसमा बेस अप्सन किन्छौं भने त्यसलाई हामी नबिलको अप्सन ट्रेडिङ गरेका भन्छौं। अब मेन कुरा, डेरिभेटिभमा ट्रेड गर्न ठीक हुन्छ कि हुँदैन त? नेपालको क्यापिटल मार्केटमा अहिलेसम्म यस्तो कुनै डेरिभेटिभ सेक्युरिटीहरू छैनन्, तर फाइनान्शियल मार्केटको एक्सपान्सनका लागि सरकारले रेगुलेसन बनाएर ढिलो चाँडो मार्केटमा डेरिभेटिभ ल्याउने नै छ। डेरिभेटिभ मार्केटमा ट्रेड गर्नु हुन्छ कि हुँदैन भन्ने क्वेशनको एन्सर दिन अलि गाह्रो नै छ, किनभने यो आफूमा भर पर्ने कुरा हो। धेरैजसो लङ टर्म इन्भेस्टरहरू डेरिभेटिभमा ट्रेड गर्न खोज्दैनन् भने सर्ट टर्म इन्भेस्टरहरू सर्ट टर्मको लागि डेरिभेटिभ मार्केटमा इन्भेस्ट गरेर धेरै रिटर्न कमाउन खोज्छन्। डेरिभेटिभमा ट्रेड गर्नु हुन्छ कि हुँदैन भन्ने कुरा तपाई कस्तो इन्भेस्टर हो त्यसमा भर पर्छ। यति नै थियो आजको हाम्रो डेरिभेटिभमा रिलेटेड भिडियो। यदि तपाई यस्तै अरु भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्नुहोला।